आनन्द वातावरण छ यहाँ वाउ पिक्चर बवाल अरे मैले आज बाफ लिएन भने भोलि आउनु लाग्यो फेरि केटाहरु नाम के भन्थ्यो यार म थाहा छु यार फेरि रोगी सनिया खाइदिउँ जस्तो लागिरहेको तर यो हो कि न भन्ने भन्थ्यो के हो र फेरि ढल्या होला जङ्गलमा पस्न लागिसके यहाँ मान्छेहरू मैले खाएको छु के भगवान नेपालमा हुन्छ तर यो खालको होइन नि त फेरि यो अर्को हो के हो कोरियामा खाएको छु के के हो त्यसो थाहा छैन आउनु के हो फुलै त यो गाडी आयो गाडी झन् राम्रो हो त खै के हो देखाउ त पहिला खान मिल्छन् कि मिल्दैनन् भनेर कमेन्ट गरिदिनुहोस् के हो यसको नाम थाहा छैन गाइजहरू के होला यो नेपाली हुन्थ्यो हाम्रै केटाहरू हुन्थ्यो यहाँ हाम्रो केटाहरू फेरि आइसकेको छन् यहाँ गाडी लिएर ढिस्क पारेर ल खाऊ खाएर देखाऊ ए यो ऊ हो सोध त के हो खाँदा के हुँदैन हौ त्यो यो के हो गाइस खाछु न म खाइदिन्छु खाना खाए भएन खान मिल्छ कि नै अरे के हुँदा के खाइदिनु फुलहरू जङ्गलको सबै खाता हुन्छ पहिला जङ्गली जङ्गलको सबै खाना त मिल्दैन हो कोही कोही बिसादी पनि हुन्छ तर यो त फुल हो नि त मिल्छ होइन कपारेर बेलुकातिर यसो एकचोटि आर्मी आएको थियो यो हेर्दाखेरि आनन्द फिल हुन्छ आर्मीको हेडले चाहिँ आने जस्तो गरिरहेको थियो म त्यहाँ कहिले आएको थिएँ अब मैले गरिदिएँ आर्मी कोरियन आर्मीले तिमीलाई आनी घाँसे गरे गर्छ नि त यिनीहरू त गर्छन् तिनीहरू दौडी गर्छ यहाँबाट दौडिरहेको थिएँ तिम्रो चाहिँ लिडर थियो बिचमा कलिएको म यहाँ बसिरहेको थिएँ यहाँ बसेर म टक्कै हेरिरहेको थिएँ मसिनो मान्छे नि फेरि सुबदाई र पाण्डे दाई माथि रे देखेन होला मसँग कति धेरैजनाले त्यो इङ्ग्लिसमा बोले इङ्ग्लिसमा बोले बोलेन मलाई त आने घाँसे कोरियन आर्मीलाई इङ्ग्लिस पनि आउँछ सबैले आउँछ नयाँ फेरि अमेरिकासँग गर्छन् होला नि त अहिले त सैन्य तालिम गर्नु पर्दैन हो यहाँ पनि हुन्छ इङ्ग्लिस अहिले त भर्खर अहिले त सबै बोर्डिङहरूमा सबैमा इङ्ग्लिस लागु गर्छ हामी अब यो एउटा टापुरामा जाउँ नि ऊ त्यो माथि टापुरामा ऊ त्यहाँनिर टापु डाँडामा गएपछि मजा आउँछ डाँडामा जानुपर्छ घुम्ने भनेको डाँडा भूत सुत्नु कोरियन भूत भयो के चिन्ता नेपाली भूत त्यही छ नि त यो मरेको मान्छे गाडी त्यही छ यहाँ के हो यहाँ यो आरुबारीमा गाडी आएको छ त यहाँ यहाँ कोरियन भूत भन्दा त नेपाली मुली जिउँदै मुली डर लाग्दा कहाँबाट आउँछ यहाँ छ अनि यहाँ छ कि यहाँ देखाइदेऊ त भिडियो बनाऊ यो घरको उता पछाडि के छ यहाँ मरेको मान्छेहरू चियान घाट त अब हामी चियान यही छ कि यो घरको उता छ त हो धेरै चाहिँ छैन चियानतिर नजाउँ यार मेरो यहाँ दर्शकहरू फेरि तर्सिला आरुबारी देखाइदेऊ देखाएको अघि आरुबारी यहाँ भनेको कुनै पनि खेतबारीहरू एकदम त्यस्तो खाली हुँदैन किनकि उत्पादन भइरहेको हुन्छ त्यहाँ त खाली छ तिमीले जे पाए त्यही हुँदै के कहाँ खाली छ यो एउटा के लगाखान्थ्यो देखेन त्यो के हो हुनु त हो के पो हो यो के होइन हौ त्यो घाँस हो यो फलाम रोपेको फलाममा के पो बोटा लगाखान् हाम्रो साउले चाहिँ ऊ लास्टै झनी चाहिँ यो साउले सबैलाई आधा आधा काठा जमिन दिए नै हुने नि आधा आधा कट्ठा के गर्थ्यो यहाँ अनि आधा कट्ठा जमिनमा के गर्थ्यो के उत्पादन गर्थ्यो घर बनाउँथ्यो बस्दै अनि खाना र लाउनु कहाँबाट आउँछ त अनि वहाँ माथि हाम्रो केटाहरू बजार गरेर आइसकेको छ पुरा लाइभ होइन भिडियो बनिरहेको छ बोलेका सबै कुराहरू यहाँ स्पष्ट छन्